हे परमेश्वर, हामी तपाईको चरणमा आउँदछौँ। तपाईको वचनले भन्दछ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, घचघचाउ त तिमीहरूको निम्ति ढोका उगारिनेछ। आज तपाईँ जीवित परमेश्वरसित बिन्ती अनि प्रार्थना गर्दछौँ। मर्कुस 1:23 तपाईको वचनले भन्दछ, विश्वास गर्नेहरूको लागि सबै कुरा सम्भव छ। हे परमेश्वर, तपाईमा हामी विश्वास गर्दछौँ। मानिसमा जे कुरा असम्भव छ त्यो कुरा तपाईमा सम्भव छ। तपाईँ सबै कुरालाई तलमाथि गर्न सक्नुहुन्छ, संसारलाई उलटपुलट गर्न सक्नुहुन्छ। तपाईँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। तपाईँसित प्रार्थना अनि बिन्ती गर्दछौँ। लुका 8:50 तपाईँले प्रतिज्ञा गर्नुभएको छ, नडराऊ, विश्वास मात्र गर र त्यो निको हुनेछ। हे परमेश्वर, डरको आत्मा र अविश्वासका आत्माहरू हटाउनुहोस् अनि तपाईँमा विश्वासको आत्मा दिनुहोस्। जब तपाईँमा विश्वास राखिन्छ, त्यसपछि जुनसुकै रोग पनि निको हुनेछ भनेर तपाईँले प्रतिज्ञा गर्नुभएको छ। आज हामीलाई हाम्रो जीवनमा चङ्गाई अनि निको तुल्याउनुहोस्, चङ्गाई तुल्याउनुहोस्। जुनसुकै प्रकारको रोग विराम भए तापनि तपाईँको वचनको दाबी गर्दै आज हामी चङ्गाईको घोषणा गर्दछौँ। हे परमेश्वर, तपाईँ महान हुनुहुन्छ। तपाईँको प्रतिज्ञा अचम्मका छन्, तपाईँका आशिष अचम्मका छन्, तपाईँका काम उदेकका छन्। तपाईँले मर्कुस 10:52 भन्नुभएको छ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। हे परमेश्वर, हामीलाई त्यो निको हुने अनि निको पार्ने विश्वास हामी तपाईसित बिन्ती गर्दछौँ। तपाईको शक्तिशाली हातले हामीलाई छुनुहोस्, तपाईको ताजा अभिषेक दिनुहोस्, अचम्म र उदेकको काम गर्नुहोस्। तपाईको जीवित वचनले प्रतिज्ञा गरेको छ। भजन सङ्ग्रह 147:3 टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको चोट मलमपट्टि बाँधिदिनुहुन्छ। हे परमेश्वर, आज टुक्रिएका हृदयहरू निको पार्ने परमेश्वर तपाईँ हुनुहुन्छ। चोटमा पट्टी बाँध्ने परमेश्वर तपाईँ हुनुहुन्छ। परमेश्वर, तपाईँ मानिसको हृदय अनि मनलाई निको पार्ने परमेश्वर हुनुहुन्छ। तपाईँ मानिसहरूको चोटमा पट्टी बाँध्ने परमेश्वर हुनुहुन्छ। ओ प्रभु, तपाईँ कति महान परमेश्वर हुनुहुन्छ। आज हरेकको जीवनमा तपाईँले छुनुहोस्, हरेकको हृदयलाई निको पार्नुहोस्, हरेकको चोटमा पट्टी बाँधिदिनुहोस्। हे परमेश्वर, हामी हाम्रो कमजोरी तपाईँलाई दिन्छौँ। तपाईँले पवित्र आत्माको शक्ति हामीलाई दिनुहोस्। भजन सङ्ग्रह 30:2 अनुसार हे परमेश्वर, हामीले सहायताको निम्ति तपाईँलाई पुकारा गर्दछौँ, तपाईँसित बिन्ती गर्दछौँ। हामीलाई तपाईँले निको पार्नुहोस्, हामीलाई तपाईँको विजय दिनुहोस्। हाम्रा दिनहरू असल तुल्याउनुहोस्, हाम्रो जीवनहरू असल तुल्याउनुहोस्, किनकि प्रभु तपाईँ भलो परमेश्वर हुनुहुन्छ। तपाईँ दयालु परमेश्वर हुनुहुन्छ। तपाईँ कृपालु परमेश्वर हुनुहुन्छ। मत्ती 8:7 तपाईँले भन्नुभएको थियो, म आएर निको पार्नेछु। हे परमेश्वर, तपाईँ आउनुहोस्, तपाईँ आएर निको पार्नुहोस्। तपाईँको दयालु हात हामीमाथि फैलाउनुहोस्, तपाईँको अचम्मको काम हामीमाथि गर्नुहोस्। धन्यवाद परमेश्वर, तपाईँले आजको दिन हामीलाई दिनुभयो। धन्यवाद परमेश्वर, आजको समय हामीलाई दिनुभयो। हामी तपाईँको महान कामको प्रतिज्ञामा रहन्छौँ। हाम्रो बिन्ती सुनिकन जवाब दिने परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँ
लाई हाम्रो हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। तपाईँको चङ्गाइको प्रतिज्ञाको दाबी गर्दछौँ। हे परमेश्वर, तपाईँ हामी प्रति अनुग्रही बन्नुहोस्। हामी हाम्रो हृदयदेखि नै तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। धन्यवाद परमेश्वर। यो सबै प्रार्थना बिन्ती तपाईँ येशूमा हामी चढाउँदछौँ। हाम्रो प्रार्थनाको जवाफ दिनुहोस्। सबै बिन्ती प्रार्थना तपाईँमा चढाउँदछौँ, माग्दछौँ येशूको नाममा। आमेन।